नमस्ते सबैजनालाई। आजको क्लासमा चाहिँ हामी लेसन 3 को ग्रामर एन्ड रुल्स सिक्दैछौँ है त। अब हामीले लेसन 3 मा चाहिँ प्लेससँग सम्बन्धित कुराहरू सिक्छौँ, जस्तै ठाउँसँग सम्बन्धित कुराहरू सिक्दैछौँ। अब यहाँनिर हेर्नुहोस् त, ध्यान दिएर यो क्लासलाई अन्तिमसम्म हेर्नु होला है। 1 नम्बरमा हामीले लेख्छौँ, के लेख्छौँ? को लेख्छौँ। के लेख्छौँ? को भनेको चाहिँ के हो त? यहाँ। को भनेको के हो? यहाँ। यहाँ ठाउँ भयो नि त। यहाँ के? क्लासरुम। यहाँ टोयलेट हैन, त्यो भयो है। अनि 2 नम्बरमा के लेख्छौँ त भन्दाखेरि सोको भनेको चाहिँ त्यहाँ। के रहेछ? त्यहाँ। तपाईले पनि उच्चारण गर्नुस् है। सोको के रहेछ? सोको भनेको त्यहाँ। अनि 3 नम्बरमा के छ भन्दाखेरि आसोको भनेको चाहिँ ऊ त्यहाँ। के रहेछ? ऊ त्यहाँ। अब यहाँनिर हेर्नुहोस् त एकचोटि फेरि को यहाँ, यही नजिकै आफूसँगै यत्नै भएको ठाउँलाई जनाइरहेको छ है। सोको त्यहाँ अलिकति पर है। आसोको ऊ त्यहाँ आँखाले भ्याउनेसम्म ऊ त्यहाँ के है। बुझ्नुभयो नि? यहाँ त्यहाँ ऊ त्यहाँ ठाउँसँग सम्बन्धित कुरा सिक्दैछौँ भनेको थिएँ नि मैले। हेर्नुहोस् त, यहाँ त्यहाँ ऊ त्यहाँ। अब कहाँ भन्नु पर्यो। कहाँ भन्नेलाई के भन्छ? कहाँ भन्नको लागि चाहिँ यहाँनिर हेर्नुहोस् है, दोको भनेको चाहिँ के हो? कहाँ। दोको भनेको कहाँ। प्रश्न गर्दाखेरि है। बुझ्नुभयो नि? कहाँ भन्दा यहाँ, कहाँ भन्दा त्यहाँ, कहाँ भन्दा ऊ त्यहाँ ठाउँलाई चिनाइरहेको छ। ठाउँलाई चाहिँ ठाउँसँग सम्बन्धित कुराहरूसँग चाहिँ यसले खेलिरहेको छ। बुझ्नुभयो नि? अब यहाँनिर म केही नोटहरू लेखिदिन्छु, हेर्नुहोस् है। नोट। अब यहाँनिर हामीले है, यदि प्रश्न गर्दा दोको प्रयोग गरेर प्रश्न गरेको छ भने उत्तर जहिले पनि को सोको अथवा आसोको। बुझ्नु भएको छ? यदि प्रश्न गर्दा दोको प्रयोग गरेर प्रश्न गरेको छ भने उत्तर जहिले पनि को सोको आसोकोमा दिनुपर्छ है। मा दिनुपर्छ। ल, बुझियो? यो कुरा त बुझियो हैन? यदि प्रश्न दोकोमा गरेको छ भने उत्तर को सोको आसोकोमा आउनुपर्ने रहेछ। यो कुरा मैले किन भनिरहेको छु भन्दा यसपछि हामीले अब यहाँ केही कुराहरू पढ्छौँ एकैछिनमा है। त्यहाँनिर हामीले अझ मजाले डिटेल रूपमा बुझ्छौँ है। यहाँनिर के बुझ्नुहोस् त भन्दाखेरि तपाईँहरूले यदि प्रश्न दोकोमा गरेको छ भने है, प्रश्न दोकोमा गरेको छ भने हामीले उत्तर को सोको आसोकोमा दिनुपर्ने हुन्छ। बुझ्नुभयो नि? ल, अब यहाँनिर मैले तपाईँहरूलाई के कुरा भने त भन्दाखेरि को सोको आसोकोले ठाउँ यानि कि प्लेससँग सम्बन्धित कुरालाई जनाउँदछ भनेको छु है। अब जस्तै यहाँ टोयलेट हैन, ऊ त्यहाँ घर छ भन्नु पर्यो हैन, ऊ त्यहाँ घर छ भन्नु पर्यो। यस्तो सेन्टेन्सहरू कसरी लेखिन्छ त सेन्सै भन्नुहुन्छ भने अब म तपाईँहरूलाई यहाँनिर लेखिदिन्छु है। रे यानि कि के त? इक्जाम्पल नगरिकन त मैले तपाईँहरूलाई बुझाउन पनि गाह्रो हुन्छ, तपाईँहरूलाई बुझ्न पनि गाह्रो हुन्छ। त्यही भएर इक्जाम्पल चाहिँ अनिवार्य छ है। अब म तपाईँहरूलाई यहाँनिर के इक्जाम्पलहरू गरिदिन्छु है। जस्तै भन्नु पर्यो हामीले झोला कहाँ छ भन्नु पर्यो है। झोला कहाँ छ भन्नु पर्यो भने कसरी भन्ने त भन्नुहुन्छ भने म सिकाउँछु है। झोला कहाँ छ हैन, झोला कहाँ छ। प्रश्न केमा गरेको छ? कहाँ। अब प्रश्न कहाँ भनेको त छ। अब यहाँनिर हामीले दोको प्रयोग गर्छौँ है। बुझ्नुभयो नि? झोला कहाँ छ, झोलालाई के भन्छ अरे? म त बिर्सेँ, भन्नुहोस् त।
है। ल ठिक छ, ल खाबान भन्छ नि है, खाबान भन्छ। खाबान भनेको झोला। खाबान वा झोला चाहिँ, यहाँनिर मैले चाहिँ लेखेको छैन। किन लेखेको छैन? हामीले नेपाली वाक्य बनाउँदाखेरि पार्टिकल्सहरू प्रयोग गर्दा पनि हुन्छ, नगर्दा पनि हुन्छ। तर जापानिज भाषामा पार्टिकल्सको महत्त्वपूर्ण हुन्छ, त्यही भएर पार्टिकल्सलाई अनिवार्य रूपमा लेख्नै पर्ने हुन्छ, बोल्नै पर्ने हुन्छ है। यो कुरालाई ख्याल गर्नु होला। खाबान वा के त दोको देशका भन्नु पर्यो। दोको देशका भनेको के हो त? झोला चाहिँ कहाँ छ अथवा झोला कहाँ छ भनेर प्रश्न गरेको छ भने उत्तर के भन्ने? यहाँ छ, त्यहाँ छ, ऊ त्यहाँ छ। अब नजिकै छ भने यहाँ छ भन्नु पर्यो। जस्तै यहाँ छ भन्नु पर्यो है, यहाँ छ भन्नु पर्यो भने हामीले अब कसरी भन्ने त? यो प्रश्न भयो। अब उत्तर आउँछ, के आउँछ? यहाँ छ। यहाँलाई के भन्छ? हामीले पढिसक्यौँ, कोको भन्छ नि है, कोको भन्छ भने कोको देश भन्नु पर्यो। के भन्नु पर्यो अरे? कोको देश भन्नु पर्यो नि त है। कोको देश, देश भनेको के हो? छ अथवा हो। झोला कहाँ हो भनेर सोद्धा पनि त हुन्छ, तर झोला कहाँ छ भनेर सोद्धा पनि हुन्छ है। हामी अलिकति माथि पढ्दै पढ्दै गयौँ भने यो देशका भनेको छ भनेर हामीले लगाउनु मिल्दैन, पर्दैन। पछि हामी अलिकति बुझ्ने भइसकेपछि, अलि धेरै लेभल अफ गर्दै गइसकेपछि, अलिकति बढी लेसनमा पुगेपछि अर्कै कुरा हुन्छ। यहाँनिर हामी बल्ल लेसन 3 मा छौँ, त्यही भएर देशका भनेको चाहिँ छ भनेर भन्न पनि सकिन्छ है। बुझ्नुभयो नि? ल अब झोला कहाँ छ भनेर त एउटा उत्तर, एउटा प्रश्न त गर्न सिक्यौँ। फेरि 1-2वटा प्रश्न र उत्तरहरू गरौँ है। प्रश्न जस्तो के गर्ने त? विद्यालय कहाँ छ भनौँ है। विद्यालय यानि कि स्कुल, स्कुल कहाँ छ, कहाँ छ भनेर प्रश्न गरियो है, प्रश्न गरियो। अब स्कुललाई के भन्छ त जापानिज भाषामा? स्कुल चाहिँ कहाँ छ है। चाहिँ भन्दा पनि भयो, नभन्दा पनि भयो है। यहाँनिर स्कुललाई के भन्छ? गाक्कौ। गाक्कौ, गाक्कौ भनेको के हो? स्कुल यानि कि विद्यालय। गाक्कौ वा दोको देशका भन्नु पर्यो। गाक्कौ वा दोको देशका भन्नु पर्यो। के भन्नु पर्यो अरे? भन्नुहोस् त तपाईँले पनि। ठिक छ है। ल ओके गुड। ल गाक्कौ वा दोको देशका। अब त जान्ने भइसक्नु भएको छ है तपाईँहरू। ल अब यसमा उत्तर के दिने? कहाँ छ भनेर सोद्धाखेरि के भन्ने? यहाँ त्यहाँ ऊ त्यहाँ भन्ने होइन। यहाँ त्यहाँ ऊ त्यहाँ। अब हामीले यहाँ त्यहाँ ऊ त्यहाँ जस्तो ठाउँको नाम भन्दा पनि हुन्छ। स्कुल कहाँ छ भन्दाखेरि पोखरा छ, पोखरा छ अथवा काठमाडौँ छ होइन। त्यस्तरी हामीले पनि भन्न सकिन्छ। पोखरा छ, काठमाडौँ छ, बुटवल छ, भैरवा छ, जसरी भन्दा पनि हुन्छ। तर हामीले अहिले के पढिरहेको छौँ? कोको सोको आसोको पढिरहेको छौँ। त्यही भएर मैले चाहिँ तपाईँहरूलाई कोको सोको आसोको मै उत्तर दिइरहेको छु है। अब अझै एउटा कुरा ध्यान दिनुहोस् त। दोको भनेर प्रश्न गर्दाखेरि उत्तर केमा आउँछ? प्लेस, प्लेसमा आउँछ के। प्लेस यानि कि ठाउँमा आउँछ। यस्तो ठाउँ जस्तो स्कुल कहाँ छ भनेर सोद्धाखेरि यसरी भन्न नि त पाइन्छ। ब्याङ्कको अगाडि छ, बुटवलको ब्याङ्कको अगाडि छ, बुटवलको डट ब्याङ्कको अगाडि छ। यसरी भन्न पनि मिल्छ, मिल्न त। हामीले अहिले के पढिरहेको छौँ? कोको सोको आसोको पढिरहेको छौँ। त्यही भएर मैले कोको सोको आसोको मै उत्तर दिइरहेको छु है। बुझ्नुभयो नि? त्यसरी भन्न पनि मिल्छ, मिल्न चाहिँ। बुझ्नुभयो नि? दोको भनेर प्रश्न आयो भने चाहिँ प्लेसबाट चाहिँ के त? ठाउँसँग सम्बन्धित कुराहरूबाट चाहिँ उत्तर आउँछ भन्ने कुरा चाहिँ तपाईँहरूले ध्यान दिनु पऱ्यो है। अब स्कुल कहाँ छ भन्दा त्यहाँ छ भनौँ। त्यहाँ छ भन्दाखेरि सोको भनेको के हो? सोको भनेको त्यहाँ। सोको देश त्यहाँ छ। सोको देश भनेको चाहिँ त्यहाँ छ, त्यहाँ छ है। बुझिराख्नु भएको छ? ल ठिक छ, ठिक छ। ल म तपाईँहरूलाई अब एउटा होमवर्क दिने भए है। होमवर्क जस्तै मैले तपाईँहरूलाई एउटा जस्तै घर, घर कहाँ छ भनेर प्रश्न आयो है। प्रश्न घर कहाँ छ भन्ने आयो अनि उत्तर चाहिँ ऊ त्यहाँ छ भनेर तपाईँले दिनु पर्यो है। ऊ त्यहाँ छ भनेर तपाईँले दिनु पर्यो। यो तपाईँहरूले कमेन्ट गर्नु पर्यो है। कमेन्ट गर्नुहोस् है। जसले मिलाउनुहुन्छ उहाँहरूलाई प्राइज हुँदैन। हुन त तपाईँहरूले कतिको जान्नुभएको छ भन्ने कुरा चाहिँ थाहा हुन्छ है। अब हामीले मोटामोटी सेन्टेन्स लेख्न त सिक्ने भयो, सक्ने भयो है। अब यहाँनिर हामीले के पढियो त भन्दा दोकोमा प्रश्न गर्दाखेरि कोको सोको आसोकोमा उत्तर दिनुपर्ने रहेछ भन्ने कुरा थाहा पाइयो। अनि अर्को कुरा दोकोमा प्रश्न गर्दाखेरि उत्तर
प्लेसबाट चाहिँ आउँछ भन्ने कुरा पनि थाहा पाइयो। ठाउँ जस्तै कहाँ भन्दाखेरि पोखरा, कहाँ भन्दाखेरि यहाँ, कहाँ भन्दाखेरि त्यहाँ, अथवा कहाँ भन्दाखेरि काठमाडौँ, ऊ त्यहाँ भन्न सकिने भयो है। अब त्यसपछि हामीले जान्नुपर्ने एउटा कुरा छ यहाँनिर म तपाईँहरूलाई, दोको भनेको चाहिँ कहाँ भयो होइन, दोको नो भनेको चाहिँ है, दोको नो भनेको चाहिँ के हो त भन्दाखेरि कहाँको भन्ने हुन्छ, कहाँको भन्ने हुन्छ है, कहाँको। जस्तै यो पन्जा कहाँको हो, यो पेन कहाँको हो भनेर सोध्यो भने, कहाँको हो भनेर सोध्यो भने म तपाईँहरूलाई एउटा इक्जाम्पल गरिदिन्छु है त। इक्जाम्पल जस्तै यहाँनिर हेर्नुहोस् त, यो चाहिँ कहाँको घडी हो भनौँ है त, घडी हो भनेर कसैले सोध्यो। अब एक ठाउँको त भन्नु पर्यो, जस्तै अमेरिकाको हो भनौँ, अमेरिकाको हो भन्नु पर्यो है। यसमा हामीले जति पनि सेन्टेन्स बनाउन सकिन्छ, यो कापी कहाँको हो होइन, यो मोबाइल कहाँको हो, यो क्यामेरा कहाँको हो, यसरी हामीले धेरै प्रश्नहरू गराउन सकिन्छ। म तपाईँहरूलाई एउटा इक्जाम्पलको रूपमा चाहिँ गरिदिन्छु है। जस्तै यो चाहिँ भनेको के हो भन्नुहोस् त, कोरेवा, कोरे सोरे आरे कोनो सोनो आनो है, हामीले लेसन 2 मा पढेको कुरा हो। कोरेवा यो चाहिँ कहाँको भन्दाखेरि दोकोनो भन्ने है। यो हामीले लेसन 3 मा चाहिँ पढ्नुपर्ने हुन्छ, त्यही भएर दोकोनो कहाँको। घडी भनेको चाहिँ के हो, घडी भनेको के हो भन्नुहोस् त, लेसन कतिमा पढेको यो, 3 मै हो अथवा 2 मा हो, हामीले पढेका छौँ भन्नुहोस् त ल। तोकै है, तोकै भनेको के रहेछ, घडी। देशका कहाँको हो, कोरेवा दोकोनो तोकै देशका भन्नुहोस् त, कोरेवा दोकोनो तोकै देशका। यो चाहिँ घडी, यो चाहिँ कहाँको घडी हो भनेर सोधेको छ। अब अमेरिकाको हो भन्नु पर्यो, अमेरिका। अब यो अमेरिका काटाकानामा लेखिन्छ, अमेरिका, अमेरिकानो देश, अमेरिकाको हो, अमेरिकानो देश भनेको के रहेछ, अमेरिकाको हो भनेर उत्तर दिन सकियो। अथवा नेपालको हो, यो ठाउँको हो भनेर यसरी, अथवा यो कम्पनीको हो है, त्यसरी हामीले उत्तर दिन सकिन्छ है। बुझ्नुभयो नि। अब म तपाईँहरूलाई अर्को कुरा सिकाउँछु। अहिलेसम्म त हामीले कोको सोको आसोको र दोकोको बारेमा पढिरहेका छौँ। अब हामीलाई अलिकति यसैसँग सम्बन्धित कुरा छ, यसलाई अलि मजाले ध्यान दिएर हेर्नुपर्छ है। हेर्नुहोस् त यहाँनिर कोचिरा, कोचिरा भनेको यतातिर, के रहेछ, यतातिर है। कोचिरा भनेको के रहेछ, यतातिर। सोचिरा, सोचिरा भनेको चाहिँ त्यतातिर, कतातिर रहेछ, त्यतातिर है। अनि आचिरा भनेको छ है, आचिरा भनेको चाहिँ उ त्यतातिर। कोचिरा, सोचिरा, आचिरा, 1 2 3। यसले पनि, कोचिराले, सोचिराले र आचिराले पनि प्लेससँग सम्बन्धित कुरालाई जनाउँदछ, यानि कि ठाउँसँग सम्बन्धित कुरालाई जनाउँदछ। जस्तै यतातिर, तपाईँको घर कतातिर हो, यतातिर हो नि भनेर भन्न सकिन्छ है। तपाईँको विद्यालय कतातिर हो भनेर सोद्धाखेरि ऊ त्यतातिर हो, यसरी हामीले यसमा पनि उत्तर दिन सकिन्छ। यतातिर भनेको यतातिर, यतातिर यत्नै नजिकैतिर है। त्यतातिर, ऊ त्यतातिर भन्दाखेरि र त्यतातिर भन्दाखेरि अलिक फरक हुन्छ। त्यतातिर भन्दा यत्नै नजिकै बताए जस्तो हुन्छ र ऊ त्यतातिर भन्दाखेरि अलि पर बताए जस्तो हुन्छ है। अब कतातिर भनेर त सोध्नु पर्यो, कतातिर भन्दाखेरि के भन्ने त, कतातिर भन्दाखेरि दोचिरा, दोचिरा भनेको कतातिर, के रहेछ, दोचिरा भनेको कतातिर है। बुझ्नु भएको छ नि है। ल, कोचिरा, सोचिरा, आचिरा भनेको यतातिर, त्यतातिर, ऊ त्यतातिर। दोचिरा भनेको चाहिँ कतातिर। अब यसमा पनि म केही नोटहरू लेखिदिन्छु, तपाईँहरूले ध्यान दिएर लेख्नुहोस् है। नोट्स। अब यहाँनिर यदि प्रश्न गर्दा दोचिरा
दोचिरामा गरेको छ भने उत्तर कोचिरा सोचिरा आचिरामा आउनु पर्छ है। यदि प्रश्न गर्दा है गर्दा दुईटा भएछ। यदि प्रश्न गर्दा दोचिरामा गरेको छ भने उत्तर कोचिरा सोचिरा आचिरामा आउनु पर्छ। मैले किन यस्तो लेखिरहेको छु भन्दाखेरि अघि हामीले पढेका थियौं जस्तो पक्नुस् है। अघि हामीले पढेका थियौं यदि प्रश्न गर्दा दोको को प्रयोग गरेर प्रश्न गरेको छ भने उत्तर जहिले पनि कोको सोको आसोकोमा दिनुपर्छ भनेको थिएँ। किन भनेको रहेछु त भन्दाखेरि जस्तो हामीले यहाँनिर दोको भनेर कहाँ भनेर प्रश्न गर्दाखेरि है दोको यानि कि कहाँ भनेर प्रश्न गर्दाखेरि यतातिर त्यतातिर उ त्यतातिर भनेर नेपालीमा हामीले यसको उत्तर दिन सकिन्छ कि नै मिल्छ कि नै भन्नुस् त। तपाईको घर कहाँ हो भन्दाखेरि यतातिर हो त्यतातिर हो उ त्यतातिर हो भनेर दिन त मिल्छ नि नेपालीमा। तर जापानिज भाषामा हामीले यसलाई चाहिँ मिल्दैन। यसरी प्रश्नको उत्तर दिन मिल्दैन। यदि प्रश्न दोकोमा गरेको छ भने कोको सोको आसोकोमै दिनुपर्छ अथवा प्लेससँग सम्बन्धित कुराबाट दिनुपर्छ। जस्तै कहाँ भन्दाखेरि पोखरा, कहाँ भन्दाखेरि बुटवल, कहाँ भन्दाखेरि काठमाडौँ हैन यसरी दिनुपर्छ है। कहाँ भनेर सोद्धाखेरि यतातिर त्यतातिर उ त्यतातिर यानि कि कोचिरा सोचिरा आचिराको प्रयोग गरेर उत्तर दिन मिल्दैन। तपाईहरुलाई केही इक्जाम्पलहरु पनि गरिदिन्छु। सुरुमा मैले यिनीहरुको इक्जाम्पल गर्छु त्यसपछि तिनीहरुको कम्पेयर बाइ इक्जाम्पल गरौँला है। ल सुरुमा यिनीहरुको एक दुईवटा इक्जाम्पल गरौँ। जस्तै मानौ कोही हाम्रो अफिसमा आउनुभयो त्यसपछि अफिसमा आएर काउन्टरमा आएर सोध्नुभयो सिडी कतातिर छ भनेर सोध्नुभयो। जस्तो क्लास माथि छ 5 तलामा अनि सिडी कता छ सेन्सै भनेर सोध्नुभयो भने अब कसरी सोध्ने त सिडी कतातिर छ हैन सिडी कतातिर छ भनेर सोध्नुभयो भने कसरी उत्तर दिने र कसरी प्रश्न गर्ने भन्ने कुरा म यहाँनिर सिकाउँछु है। रेई यानि कि के त इक्जाम्पल जस्तै सिडी कता छ भनेर कोही विद्यार्थीले सोध्नुभयो सिडी कतातिर छ भनेर सोध्नुभयो। सिडी कतातिर छ भनेर सोध्नुभयो भने के भन्ने त सिडीलाई के भन्छ भन्नुस् त के भन्छ रे खाइदान भन्छ नि है। खाइदान भन्छ। खाइदान भनेको चाहिँ सिडी। खाइदान वा सिडी चाहिँ कतातिर भनेको के अरे हामीले पढिरहेको थियौं भर्खरै दोचिरा नि है। दोचिरा देशका खाइदान वा दोचिरा देशका भन्नुस् त तपाईहरुले पनि खाइदान वा दोचिरा देशका सिडी कतातिर छ सिडी कतातिर हो भनेर सोध्नुभयो। अब कतातिर भन्नु पर्यो उ त्यतातिर हैन उ त्यतातिर भन्नु पर्यो अथवा त्यतातिर भन्नु पर्यो है। हातले बताउँदै त्यतातिर भनेर भन्नु पर्यो अथवा यतातिर भनौं। सुरुमा यतातिर छ अथवा यतातिर हो भनेर बताइदिनु पर्यो है। कोचिरा देश भन्ने के भन्ने यतातिर छ भन्दाखेरि कोचिरा देश भन्नु पर्यो है। खाइदान वा दोचिरा देशका भन्दाखेरि कोचिरा देश है कोचिरा देश भन्ने। अब अर्को इक्जाम्पल पनि गरौँ है यहाँनिर। जस्तो कक्षा कोठा कतातिर हो सेन्सै हैन अथवा कक्षा कोठा कतातिर छ भनेर सोध्नुभयो। कक्षा कोठा कतातिर छ कक्षा कोठा कतातिर छ। कक्षा कोठालाई के भन्छ अरे भन्नुस् त क्लासरुमलाई क्यौसिचु भन्छ हैन। क्यौसिचु वा दोचिरा देशका क्यौसिचु वा दोचिरा देशका भनेको के रहेछ कक्षा कोठा कतातिर छ भनेको है त्यतातिर छ भन्नु पर्यो। त्यतातिर छ भन्नु पर्यो भने कसरी भन्ने त अब त्यतातिर भनेको सोचिरा हो। सोचिरा देश त्यतातिर छ सोचिरा देश त्यतातिर छ भनेर यसरी हामीले प्रश्नको उत्तर दिन सकिन्छ। अब यहाँनिर तपाईहरुलाई एकदम महत्त्वपूर्ण कुरा सिकाउँछु। अब यहाँनिर हेर्नुस् दोको भनेको कहाँ हो दोचिरा भनेको चाहिँ कतातिर हो।
यो दुवैले दोकोबाट प्रश्न गर्दाखेरि हामीले केमा उत्तर दिन मिल्छ? कोको सोको आसोकोमा दिन मिल्छ अनि प्लेससँग सम्बन्धित कुराबाट दिन मिल्छ। दोचिराकोबाट प्रश्न आयो भने डिरेक्सन यानि कि दायाँ बायाँ माथि तल हैन यस्तोबाट उत्तर दिन मिल्छ। अर्को कुरा चाहिँ प्लेसबाट पनि दिन मिल्छ। अनि मैले तपाईहरुलाई एउटा कुरा भनेको छैन अझै, हामीले यत्रो बेर के पढ्यौं त भन्दा कोको पढ्यौं हैन, सोको पढियो, आसोको पढियो, कोको सोको आसोको, यहाँ त्यहाँ उ त्यहाँ, अनि कोचिरा सोचिरा आचिरा पढियो, कोचिरा सोचिरा आचिरा पढ्यो। अब प्रश्न दोकोमा गर्यो भने कोचिरा सोचिरा आचिराबाट उत्तर दिने कि नदिने? नदिने है, नदिने, दिन मिल्दैन। जस्तै यहाँनिर म इक्जाम्पल गरिदिन्छु पहिला। रे इक्जाम्पल है, रे इक्जाम्पल जस्तै क्यान्टिन कतातिर छ भनेर सोध्यो है। क्यान्टिन कतातिर छ? क्यान्टिन कतातिर छ भनेर सोध्यो। क्यान्टिनलाई के भन्छ अरे भन्नुहोस् त? सही, राइट, स्याउकु दोउ भन्छ है। स्याउकु दोउवा क्यान्टिन चाहिँ कतातिर भनेको के हो? दोचिरा, दोचिरा देशका। स्याउकु दोउवा दोचिरा देशका भन्नुहोस् त। स्याउकु दोउवा दोचिरा देशका क्यान्टिन कतातिर छ भनेर प्रश्न गर्यो भने अब यहाँ त्यहाँ उ त्यहाँ। अब हामीले यहाँनिर कोको देश भनेर भन्न के त मिल्दैन, मिल्दैन। के भन्ने? कोचिरा देश भन्ने है, कोचिरा देश भन्ने। अथवा क्यान्टिन कहाँ छ भन्दा ठाउँको नाम भन्ने, ठाउँको नाम भन्ने, यो ठाउँमा छ, यस्तो ठाउँमा छ भनेर भन्न मिल्यो। अथवा कोचिरा सोचिरा आचिरामा उत्तर दिन मिल्यो। तर कोको सोको आसोकोमा उत्तर दिन मिलेन। कोको देश भनेर यसरी भन्न के रहेछ? पाइँदैन रहेछ। कोचिरा भनेर भन्न पाइयो। अब अर्को कुरा मैले तपाईहरुलाई भनेको छैन, अब भन्दैछु। यहाँनिर हामीले पढियो कोको सोको आसोको, कोचिरा सोचिरा आचिरा। कोको सोको आसोको प्लाइट रूप यानि कि आदरार्थी रूप, आदरार्थी शब्द चाहिँ कोचिरा सोचिरा आचिरा हो है। कोको सोको आसोको प्रयोग गर्ने ठाउँमा हामीले कोचिरा सोचिरा आचिराको प्रयोग गर्न मिल्छ है, मिल्छ। तर यो चाहिँ के हो त? पोलाइट रूप हो। यानि कि हामी अब जस्तै अलिकति सम्मानजनक व्यक्तिसँग बोल्दैछौँ भने त्यति बेला कोचिरा सोचिरा आचिराको प्रयोग गर्दा राम्रो हुन्छ। कोको सोको आसोको प्रयोग गर्न मिल्दैन भन्ने होइन, मिल्छ। तर कोचिरा सोचिरा आचिराको प्रयोग गरेको राम्रो, बुझ्नुभयो नि? अब दोकोको पोलाइट फर्म चाहिँ दोचिरा हो, दोकोको पोलाइट फर्म दोचिरा हो है, बुझ्नुभयो? यो चाहिँ पोलाइट रूप हो। यो कोचिरा सोचिरा आचिरा र दोचिरा चाहिँ पोलाइट रूप हो। केसको? कोको सोको आसोको र दोकोको। यो चाहिँ बुझ्नु पर्यो है। ल अब मैले तपाईहरुलाई सिकाउन खोजेको कुरा अझै छ, पक्नुस् है त। हामीले प्रश्न गर्दाखेरि जस्तै दोको र दोचिरामा गर्छौं, कहाँ र कतातिर भनेर गर्छौं। यसको उत्तर चाहिँ केमा आउँछ भनेर भनियो भन्दाखेरि दोकोको र दोचिराको उत्तर चाहिँ कोको सोको आसोको र कोचिरा सोचिरा आचिरामा त आउँछ। त्यसपछि डिरेक्सनसँग सम्बन्धित कुराबाट आउँछ। डिरेक्सनसँग सम्बन्धित कुराबाट चाहिँ यो दोचिराबाट आउँछ है। कतातिर भन्दा दायाँतिर बायाँतिर माथितिर तलतिर भनेर मिल्छ हैन। अनि ठाउँसँग सम्बन्धित कुराबाट पनि मिल्छ। जस्तै पोखरा बुटवल यसरी मिल्छ हैन, मिल्छ। त्यसपछि अझै एउटा कुरा तपाईहरुलाई भन्न बिर्सेको कुरा रहेछ। के रहेछ त भन्दाखेरि दोको र दोचिराबाट प्रश्न गर्यो भने है, दोको र दोचिराबाट प्रश्न गर्यो भने हामीले तल्लामा पनि उत्तर दिन मिल्छ। तल्ला जस्तै एक तल्ला। जस्तो मानौ हाम्रो अफिस चाहिँ 5 तल्लामा छ है। हाम्रो अफिस चाहिँ 5 तल्लामा छ। कोही व्यक्ति त्यो बिल्डिङको तल आएर गार्डलाई सोध्नुभयो, यो इन्स्टिट्युट कहाँ छ भनेर सोध्नुभयो है। कहाँ छ अथवा कतातिर छ भनेर सोध्नुभयो भने यति तल्लामा छ भनेर उत्तर दिन मिल्छ है। यति तल्लामा छ, 5 तल्लामा छ। अब तल्लालाई के भनिन्छ भन्ने कुरा अब सिक्दै जान्छौँ। खाई अथवा गाई। खाई अथवा गाई भनेको तल्ला। तल्ला यहाँनिर आदि लगाउनु पर्थ्यो। तल्ला है, तल्ला यानि कि तल्ला बिल्डिङको चाहिँ तल्ला गन्दाखेरि
खाई अथवा गाईमा गनिने गरिन्छ है, खाई अथवा गाईमा गनिने गरिन्छ। अब यसको प्रश्न गर्दाखेरि कति तल्ला भनेर प्रश्न गर्दाखेरि है, प्रश्न गर्दाखेरि नान गाई भनेर प्रश्न गर्दाखेरि कति तल्ला भन्ने हुन्छ हैन है, कति तल्ला भन्दा 1 तल्ला 2 तल्ला 3 तल्ला 4 तल्ला भनेर उत्तर दिन मिल्छ। तल्ला सोध्ने शब्द छुट्टै छ, नान गाई भन्ने छ न त छ, तर पनि हामीले यसमा दोको र दोचिरामा सोद्धा पनि यति तल्ला भनेर उत्तर दिन मिल्छ। जस्तो म तपाईहरुलाई इक्जाम्पलहरु गरेर सिकाउँछु है त। ल अब यहाँनिर इक्जाम्पल हेर्नुस् है त। रे भनेको के त इक्जाम्पल। जस्तो यहाँनिर अब अफिस कहाँ छ, अथवा कतातिर छ भनेर सोध्न मिल्छ। दोकोबाट पनि सोध्न मिल्छ, दोचिराबाट पनि सोध्न मिल्छ। कतातिर छ भनौँ है, कतातिर छ भनेर कसैले सोधिरहेछ। अफिस चाहिँ कतातिर छ भनेर सोधिरहेछ। अफिसलाई के भन्छ भन्नुस् त, जिमुस्यो भन्छ हैन र, हो कि होइन भन्नुस् त, कि मैले बिर्सेँ होइन, हो है। जिमुस्यो वा कतातिर भनेको के हो, दोचिरा देशका। अफिस चाहिँ कतातिर छ भनेर सोध्यो भने यतातिर त्यतातिर उ त्यतातिर भन्न मिल्छ है, अथवा यो ठाउँ त्यो ठाउँ भन्न पनि मिल्छ। कतातिर छ भन्दा यो ठाउँबाट यसको ठ्याक्क अगाडि छ यसरी भन्न मिल्छ। तर तल्लामा पनि भन्न मिल्छ। तल्लामा जस्तै 5 तल्लामा छ भनौँ है, 5 तल्लामा छ। त्यही बिल्डिङ सिम आएर चाहिँ सोधिरहेको रहेछ, त्यही भएर 5 तल्लामा छ भनेर त्यो मान्छेले भनिदियो हैन। अब के भन्ने त, 5 भनेको गो। अब यहाँनिर खाई भनेको के हो, तल्ला। गो खाई देश भनेको के रहेछ, 5 तल्ला। गो खाई देश भनेको 5 तल्लामा छ भनेको। जिमुस्यो वा दोचिरा देशका भनेर सोध्यो कसैले, जिमुस्यो वा दोचिरा देशका, गो खाई देश भनेर कसैले उत्तर दियो है। ल बुझ्नुभयो नि। हामीले आज के बुझ्यो त भन्दा दोको र दोचिराबाट प्रश्न गर्दाखेरि केमा उत्तर दिन मिल्दो रहेछ त भन्ने कुराहरू हामीले सिकेका छौँ। केही सेन्टेन्सहरू बनाएर सेन्टेन्स बनाउन पनि सिकेका छौँ। मैले तपाईहरुलाई अर्को क्लासमा चाहिँ लेसन 3 को चाहिँ के त मन्दाइको लिसनिङ र रिडिङ पार्ट लिएर आउँछु। अनि खाइवा पनि पढ्नु छ हामीले, अर्को क्लासमा खाइवा पनि पढ्छौँ। ल आजको लागि क्लास यति नै भयो। कति बुझ्नुभयो बुझ्नु भएन भने कमेन्ट गर्नु होला। ल आजको लागि क्लास यति नै। हस्त, धन्यवाद।